फाइनली म चाहिँ घर आइसकेको छु। जस्तै हिजो हराएको भनेर म खोज्न गएको मेरो नार त यो देख्न सक्नुहुन्छ। मेरो फोटो पनि छैन, यता सबै च्यातिएको रहेछ, पुरै पानीभित्र थियो अरे। अनि केही देखिँदैन, औँठा छाप पनि छैन। त्यसपछि यता सिडिओको साइन पनि छैन। अब फेरि बोलाउन जानुपर्ने अवस्था छ। यही मेरो ब्याग थियो, यही ब्यागभित्र थिएछ। योभित्र चाहिँ छाता निकाल्दाखेरि झरेको रहेछ। त्यस आफ्नै मान्छे पर्नुहुँदो रहेछ। अधिराज राई चाहिँ हामी साइनो गर्दाखेरि उहाँको घर चाहिँ भोजपुरको दिसङ्ला, पहिले अहिले त बसाइ जन्मेको रहेछ। उहाँले भेटेर खुसी लाग्यो। आज मेरो नायर त मैले पाउनु चाहिँ, तर केही लास मात्रै छ भन्नुपर्छ। खेतमा झरेको रहेछ, जुन हामी चाहिँ एउटा सहयोगको लागि गएको थियौँ, सहयोग उठाउनको लागि भनेर जना बिरामी तागेको लागि त्यति बेला खसेको छ। यस्तो अवस्थामा आइपुगेको छु घरमा। खुसी लाग्यो जे भने मैले सामान पाएँ। हस् त, धन्यवाद।